राइट गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सबजना सन्चर आरामै हुनुहुन्छ होला। आजको वेदर बबाल छ होइन केटा, माथि डाँडामा जाने अन्त यस्तो आज त 3टा हिमालको भ्यू देखिन्छ। यहाँबाट अहिले देखाइन्छ हल्का अगाडि गएर। यस्तो पछाडिबाट भिडियो बनाएको थिएँ कि मैले अघि नै साथीलाई पठाउनलाई। यस्तो बबाल देखियो आज। त्यसको सिनेमेटिक हुन्छ है केटा। अहिले चाहिँ नि रनिङ जानु लाग्यो। माथिलाई म भर्खर घरबाट निक्लेँ। बिहानभरि त्यो के भन्छ अरे घरमा के त्यो बिरालो हुन्छ नि, बिरालो त्यो टिनमा रहेछ कि यति करा थियो निन्दै नलाएर अनि उठेँ। अनि रनिङ लगेको पनि धेरै भयो क्या, 3-4 दिन भयो लगातार। अनि त्यही भएर आज चाहिँ नि बिहान रनिङ जानु लाग्यो। यस्तो जाडो भएर आज त वेदर नि यस्तो बबाल छ होइन। एकै 3टा हिमाल देख्यो कि धौलागिरी, माछापुच्छ्रे अनि यतापट्टि अन्नपूर्ण खाने त्यो देख्यो। आज माथिबाट कस्तो भ्यू देखिन्छ अहिले बाटोतिर तिमीहरूले देख्न सक्छ। यहाँ यो माछापुच्छ्रे अनि यता अन्नपूर्ण यता हल्का यताबाट देखिन्छ होला सायद। देखेन यार केटा। अहिले म माथि नै जान्छु अनि त्यहाँ पछि राम्रोसँग तिमीहरूलाई सिनेमेटिकतिर देखाइदिन्छु है त। हेर्न सक्छ यो केटा यस्तो बबाल देख्यो अब यो एउटा अन्नपूर्ण माछापुच्छ्रे एउटा माथिबाट चाहिँ भ्यू चाहिँ बबाल देखिन्छ क्या। अस्ति मैले तिमीलाई देखाएँ नि त पोखरा फेरिको। अनि आज चाहिँ वेदर खुलेको भएर चाहिँ दामी देख्यो। त्यही हो केटा। अझै माथि जान्छ नि भ्यू छ केटा। माथिसम्म आइसकेको छु। अब यहाँबाट यसो भ्यू हेरौँ अनि कस्तो देखिन्छ अन्त पछि सिनेमेटिकतिर भेट्नुपर्छ।
अब म चाहिँ सिनेमेटिक पछि फेरि पनि आइसकेको छु। हेर केटा अब पछाडि यहाँ यस्तो धौलागिरी, यता माछापुच्छ्रे अनि यता चाहिँ नि अन्नपूर्ण देखेको छ। तर अन्नपूर्ण चाहिँ नि छेकिसकेको छ, यता यो अन्नपूर्ण चाहिँ छेकिसकेको छ। माछापुच्छ्रे र अनि धौलागिरी चाहिँ नि राम्रो देखेको छ। त्यो भएर तिमीहरू चाहिँ नि रनिङ गर्न आउँदाखेरि चाहिँ नि यस्तो भ्यू हेरेर यसो भिडियो बनाउने होइन, एक्सर्साइज गर्नु छुट्टै रमाइलो हुन्छ नि। त्यही यस्तो यहाँ पछाडिपट्टि सबै यो लामाचोर अनि यिनीहरूको माथि माथिको गाउँहरू सब देखेको छ। यो देख्न सक्छ तिमीहरूले, यो सबै घरहरू यस्तो हेर्दा हिमालको ठ्याक्कै तलपट्टि यस्तरी भिडियो बनाउन पाउँदाखेरि। यस्तो तलपट्टि यहाँ खोला पनि छ कि गण्डकी, अनि त्यही भएर हल्का त्यो बोल्दाखेरि पनि पछाडि खोलाको आवाज आएको होला, त्यसलाई तिमीहरूले इग्नोर गर्न सक्छौ। उता उता पनि राम्रो राम्रो छ भ्यूहरू होइन। यहाँबाट यहाँ चाहिँ नि दिउँसो चाहिँ नि धेरै जस्तो डेटिङ आउँछ क्या, यो डेटिङ स्पोट बनाएको छ यसलाई। किनकि यहाँबाट होइन यस्तो भ्यू हेर्दा डेटिङ बस्न कस्तो हुन्छ होला, त्यही भएर म तिमीहरूलाई देखाइहाल्छु कस्तो देखिन्छ भनेर। यो चाहिँ पोखरा भ्याली हो, देख्छ केटा हो तिमीहरूले, पोखरा भ्यालीमा सबजना यहाँ डेटिङ आउँछ। मलाई चाहिँ हिमाल चाहिँ आज चाहिँ बब्बाल देख्यो केटा हो होइन हिमाल। त्यो केटा अहिले एकछिनमा म चाहिँ नि सिनेमेटिक पछि भेटिसकेको छु तिमीहरूलाई। अब चाहिँ नि एकछिन एक्सर्साइज पनि गरेँ, के यस्तो एक्सर्साइज पनि गरेँ। अब चाहिँ नि घरतिर चल्दिने। यस्तो बबाल भ्यू छ यार केटा, यस्तो बबाल भ्यूमा होइन यस्तो मजा आएको थियो कि यस्तरी भ्यू हेर्दै होइन। अरूभन्दा नि मलाई यता गयो, यो त धेरै तिमीहरूलाई देखायो नि त, हो यो बबाल देख्यो यस्तरी पछाडि भनेको। त्यही तिमीहरू कोहीलाई एक्सर्साइजहरूदेखि गर्न छ भने चाहिँ नि बिहान बिहान रनिङ यतातिर आउँदा राम्रो हुन्छ। यस्तो चिसो हावा होइन, हावासँगै होइन एक्सर्साइज पनि कति आनन्द हुन्छ यस्तो भ्यू हेर्दै कि होइन। त्यो भएर अब हल्का तल जान्छु अनि त्यहाँपछि भोलिबाट म चाहिँ एकछिन भ्यू स्यू हेरेर हल्का स्ट्रेचिङहरू गरेर घर फर्किँदैछु। बाटोको यस्तो यस्तो छ होइन, यस्तो यो माटोमा त लास्टै चिप्लिने रहेछ क्या। रुगा लाएर त्यही माथि एमाका यस्तो सास फेर्न पनि गाह्रो भयो, रुगाले नाक सबै ट्याप्पै टाल्दैछ। लुक एट दिस भ्यू गाइज। एउटा यो भ्लग चाहिँ मैले बिहानै बनाएँ, तर यो भिडियो चाहिँ नि अहिले दिउँसो आउँछ। आज चाहिँ नि कलेजमा थियो हाम्रो एउटा साथी, अहिले नभन मलाई त्यो पर्मिसन बिना मैले त्यो साथीको बारेमा मैले केही पनि भन्न पाउँदैन अहिले। तिमीहरूलाई थाहा छ होला यो भिडियो हेर्नेहरूलाई, त्यही भएर मैले डु नट पर्मिसन नलिकन मैले उसको बारेमा त्यो बोल्न मिल्दैन क्या। अब तिमीहरूलाई के भनेर बुझाउने यार, बुझन आजकलको केसहरू के छ होइन, त्यही हो। त्यही भएर मैले उसको फ्यामिलीको पर्मिसन बिना चाहिँ नि मैले त्यो उसको बारेमा केही बोल्न पाउँदैन। त्यही भएर आज चाहिँ नि कलेजमा चाहिँ नि त्यसकै लागि हल्का सानो प्रोग्राम छ उसको लागि, अनि त्यही भएर आज चाहिँ नि कलेजमा भिडियो बनाउँदिनँ म। आज जहाँ मर्निङ वाक हुने त्यतिखेर भिडियो बनाएँ, अरू बेला चाहिँ नि बनाउँदिनँ। आज चाहिँ नि कलेजमा त्यो सानो उसको बारेमा त्यो के भन्छ अरे त्यो हल्का के प्रे गर्छ नि, के भन्छ त्यसलाई, त्यही प्रे गर्नलाई बोलाउनु भयो त्यो गर्ने। अनि त्यहाँपछि उसलाई भेट्न जाने भन्ने कुरा भइरहेछ उसको घरमा। अनि त्यही हो क्या, अरू त केही पनि छैन। म यताको बाटो गयो कि उताको बाटो झर्न हल्का गाह्रो हुन्छ, किनभने तिमीहरूलाई थाहा छँदैछ होला बाटो हल्का चिप्लो छ। अनि फेरि थाहा छ नि, मैले अस्ति पनि भ्लगमा 3 चोटि भनिसकेँ चिप्लियो भने फेरि जाउँ हुन्छ भनेर। किन त्यो गाह्रो बाटो जाने होइन, यस्तै सजिलै बाटो जाने डाइरेक्टै रोड निक्लिन्छ होइन। यस्तै यताबाट गयो भने हल्का सुनसान पनि छ, शीतल हावा आउँछ, त्यहाँबाट त घाममा हिँड्नुपर्छ। यस्तो छ केटा बाटो चाहिँ, ट्याक 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 गरेर टेक्नु नि यसरी हिँड्ने। त्यो एउटा यता माथि पनि क्याफे हो, तिमीहरू कोहीलाई डेटिङ सेटिङ आउन छ भने
माथिपट्टि यहाँनिर आउँदा हुन्छ है रेस्ट्रो एन्ड क्याम्प्स भनेर नाम छ लामा गाउँमा त्यहीँ आउनु सक्छ हल्का तलतिर जान्छु अनि त्यसपछि फेरि पनि कुरा गर्दै जाम्ला भनेको मैले के भन्न लाग्थेँ यार भुलेँ यार केटा हो तिमीहरूले गरेर गयो मेरो अहिलेसम्म भिडियो जति पनि हाल्यो नि सबजनाले माया गरेर लाइक र कमेन्ट गरिदिनु भएको छ सब्सक्राइब पनि गरिदिनु भएको छ आज हात लास दुखेछ कि केटा के अरे त्यही हो केटा लाइक सेयर सबजनाले गरिदिनु भएको माया देखाइदिनु भएको छ अहिले हल्का तलतिर गएर भेटौँला मैले के भन्छु भनेर बल्ल सम्झिएँ कि मैले स्याटरडे र सन्डे चाहिँ नि यसो हल्का 2 दिनकै भिडियो हाल्छु भनेर भनेको तर मैले स्याटरडे फ्राइडे चाहिँ नि भ्लग हालेँ स्याटरडे चाहिँ नि हाल्न पाएन हिजो चाहिँ नि स्याटरडे चाहिँ नि मैले म गेम हाउस बस्न गएको थिएँ कि भन्नाले मामा बाहिर जानु भएर हाम्रो गेम हाउस तिमीहरूलाई गेमहरू खेल्न छ भने चाहिँ स्नुकर मात्रै 3टा बोर्ड छ तिमीहरूलाई खेल्न छ भने उतापट्टि साइडमा भिडियोको साइडमा सानो त्यो गेम हाउसको त्यो आइडी राख्छु त्यहाँ मेसेज गरेर तिमीहरू आउनु सक्छ लोकेसन कहाँ छ भन्दाखेरि चाहिँ नि पोखरा 3 तेर्सापट्टि तिमीहरूले चिन्छ होला तेर्सापट्टि धेरैले त्यहाँनिर छ मेरो नाम लिएर आयो भने चाहिँ नि एउटा लास्टको बोर्डमा चाहिँ 150 लिन्छ मेरो नाम लिएर आयो भने चाहिँ तिमीहरूलाई 100 हुन्छ है फेरि त्यस्तो छ हाम्रो त्यहाँ त्यो अनि त्यतिखेर म भ्लग बनाउँछु भन्थेँ त्यतिखेर मामा बाहिर जानुभयो त्यही भएर भिडियो सिडियो केही पनि बनाउन पाएन अनि अस्ति नै दाइ र म जाँदाखेरि एकैचोटि भन्नाले एकै दिनमा त्यो जति पनि तिमीहरूले बाइक उडाएको भिडियोहरू देखेछ नि त्यो एकै दिनको हो क्या सबै एकै दिनको हो एकै दिनमा अब हामीले दिनमा कति 5-6वटा भिडियो बनाउँछ कि थरी बाइकहरू लिएर गएर अनि कहिले उता छिनडाँडातिर अनि उतातिर हुन्छ नि हल्का त्यो मेथलाङतिर माथि डाँडातिर यो ठ्याक्कै मेथलाङको पछाडि बाटो छ नि त्यहाँ हो क्या धेरै केटाहरूले बाइक उडाउने त्यतातिर जान्छ नि धेरै जस्तो चाहिँ त्यो भएर अब चाहिँ नि बिस्तारै अब त्यो बाइक उडाएको भिडियो नि सकिन्ला अब फेरि छुट्टी भयो भने फेरि जान्छु अनि एकैचोटि बनाएर राख्ने हो कि कहिलेकाहीँ भिडियो बनाउन पानी परेको बेला भिडियो बनाउन जान पाउन्न नि त अनि त्यही भएर त्यतिखेर काम आउँछ भनेर राखेको त्यही भएर अहिले हल्का तलतिर गएर भेट्नु पर्छ बिहान उठेर चाहिँ मैले मुख धुएन किनभने उता अघि नै मैले तिमीहरूलाई देखाएको थिएँ नि अस्तिको त्यो पानी अन्साउँ के भन्छ त्यसलाई धारा जस्तो कि नेचुरल धारा त्यहाँ गएर मुख सुख धुन्छु यस्तो मुख पनि के टाँस्दै छ अनि चिल्लो भए जस्तो भयो कि त्यहाँ गएर यस्तो मुख सुख धुन्छु अनि पानी खान्छु कि कस्तो आनन्द आउँछ छातीलाई पनि यस्तो होइन भन्नाले चिसो हुन्छ नि त पानी पुरा खाँदाखेरि पनि यस्तरी बग्दाखेरि नि होइन पेट पनि पुरा चिसो हुँदै जान्छ कि अनि त्यही भएर म नुहाएर खाँदाखेरि झन् जहिले पनि त्यहीँको पानी र मुख धोएर अनि बल्ल घरतिर चलिदिने हुन्छ यो कुलो पनि आइसकेको छ यताबाट यता जान्छ अनि त्यहाँपछि धोएर पानी सानी खाएर चलिदिनु पर्ने हुन्छ एउटा कुलो चाहिँ नि खाली नै रहेछ खाली नै रहेछ त्यहाँ एउटा दाइले पानी भर्दै हुनुहुँदो रहेछ यस्तो न तल त सबै जङ्गल छ क्या एकचोटि तिमीहरू चिप्ली छ नि त देखि त्यही भएर खाएर चल्दिनँ मुखसुख धोएर पानी सानी खाएर अब चाहिँ चल्दिँदैछु केटाहरूले मलाई के अरे कमेन्ट त भनेन कमेन्टमा त होइन रियलमै भेट्यो म सिटिभिटी हो भनेर भनेको अनि कता पर्छ र यो भन्थ्यो फुलबारीमा भनेर भने अन्त पछि अब कलेजको भ्लग हाल्छु भन्नु म तपाईँको कलेजको भ्लगै हाल्नु भएन भन्छ अनि कलेजमा भ्लग चाहिँ पछितिर आउँछ होला बिस्तारै अब किनभने अहिले हल्का कलेजमा भ्लग बनाउने के भन्छ त्यसलाई कलेजमा भ्लग बनाउने हल्का वातावरण छैन केटाहरू चाहिँ 2-3 जना हो क्या त्यस्तो हल्का ओमे लाइभ बस्छ यो भिडियो सर मिसहरूले हेर्दै हुनुहुन्छ भने पनि केटाहरू क्लासमा ओमे लाइभ बस्छ अन्त पछि त्यहाँ केटाहरू खोकाउँछ नि त अन्त पछि सबजनालाई न्यु खोज्छ कि केटाहरूमा त्यो हुन्छ नि कोही अब भर्खरकै बच्चा केटाहरू पनि त्यो स्कुल नपढेर त्यो घर बसेको हुन्छ नि तिनीहरूसँग कराउँदै बस्छ अनि मुख छार्छ होइन तर क्यामेरा तिनीहरूलाई बालै छैन कि अनि त्यही भएर कलेजमा
भ्लग बनाउने कारण त्यही हो, नबनाउने कारण पछि चाहिँ बनाउँला होइन, हल्का केटाहरूलाई यस्तो सम्झाएर हुन्छ कि के गरेर हुन्छ, त्यतिखेर भयो भने चाहिँ बनाउँला, नत्र त त्यस्तो केटा कलेजको भ्लग आउँछ। मलाई जहाँसम्म लाग्छ कलेजको भ्लग चाहिँ नि धेरै आउँदैन होला, अब आयो भने त्यही एउटा वेलकम प्रोग्रामको, अनि त्यहाँपछि स्पोर्ट मिट, अनि हामी होटल म्यानेजमेन्ट हो नि त, त्यो होटल त्यो हामी होटल भिजिट गर्छौँ नि, हो त्यतिखेर आउला। अनि त्यहाँपछि हाम्रो त्यो ल्याब टाइम हुन्छ नि, जहाँ चाहिँ नि बारिस्टा सिक्ने, बारटेन्डर, अनि त्यहाँपछि कुकिङहरू सिक्ने हुन्छ नि, त्यतिखेरको आयो भने त्यतिखेरको भिडियो आउँछ, नत्र भने त्यति नै होला आउने त। अरू त कलेजमा चाहिँ नि अरू चाहिँ आउँदैन आजकल चाहिँ नि। हाम्रो यो पोखरामा इन्डियन गाडी धेरै आउँछ क्या, जहाँ हेऱ्यो अघि पनि दुई चारवटा होइन, गयो होला 12-13वटा इन्डियन गाडी, अहिले पनि इन्डियन गाडी नै जाँदैछ। इन्डियामा धेरै गर्मी हो नि त, अनि सबजना यतै आउँछ। अनि मैले भने नि मलाई बाटोमा फोहोर फालिदिने, अनि हाम्रो यो पोखरा यही माथि यस्तो भ्यूहरूले गरेर यति राम्रो ठाउँमा झन् त्यो धोतीहरू आएर फोहोर फालिदिने बाटोमै होइन। अनि त्यस्तो कि कुनै एउटा गाडी पनि हुन्छ नि त्यो बिग्रेन लाएर कि कालो धुवा फाल्छ नि, त्यस्तो गाडीहरू आउँछ। अनि हाम्रो यो नगर बस हुन्छ नि, त्यसको पनि त्यस्तै धुवा फाल्ने गाडीहरू आउँछ। तिनीहरूले गरेर हाम्रो पोखरा प्रदूषण हुने, सरकारले यो कुराहरू हेरेर यो कालो धुवाहरू आउने अनि यस्तो पुरानो बसहरूलाई चलाउन नदिएको भए हाम्रो पोखरामा भन्नाले यस्तो विभिन्न क्लाइमेट चेन्जहरू हुन्थेन के। यही क्लाइमेट चेन्जले गरेर त अनि बाढी पहिरो आउने होइन, अनि माथि हिमालहरू पनि राम्रोसँग नदेखिने, त्यो कालै हुन्छ नि हिमालहरू नै, त्यही कारणले हो। अगाडि यहाँ चाहिँ नि हाडै उकालो हो क्या, यस्तो उकालो हो, साइकल ल्याउनु चाहिँ हल्का गाह्रो हुन्छ, तर केटाहरूले साइकल ल्या, म पनि सक्नु चाहिँ। यस्तो गर न, त्यो सक अफ गर क्या माथि आउँदाखेरि त, नत्र अन्त सबै सकमा जान्छ पावरै। केटाहरू यहाँ एउटा चाहिँ नि सकेन, गियरवाला होइन, अगाडि दुईजना साथीहरू चाहिँ नि माथि जानु लाग्छ साइकलमा। यो बाटो त गाह्रो हुन्छ केटा, तिमीहरू एकचोटि आँखा आएर हेरेर हिँड, यसरी हेरेर हिँड्ने हुन्छ। त्यस्तो ठाडै उकालो हो कि नि साइकल लैजाने गाह्रो हुन्छ क्या। अब सक हुन्छ नि, सक डबल सस्पेन्सन भयो भने नि गाह्रो हुन्छ कि, दुइटै सक अफ गर्नुपर्छ। सक अफ गरेन भने त सबै त्यो के भन्छ अरे एनर्जी हुन्छ नि ह्यान्डलमा पर्छ होइन, धेरै एनर्जी त उकालोमा ह्यान्डलमा समात्दाखेरि ह्यान्डलमा एनर्जी पर्छ, अनि त्यहाँपछि सकमा नि पर्छ। अनि त्यही भएर उकालोमा जति पनि यो साइकल चलाउनुहुन्छ नि उकालोहरू, तिनीहरूलाई चाहिँ मैले के सुझाव दिन चाहन्छु भने नि उकालोमा चाहिँ तिमीहरूले साइकल चलाउँदाखेरि सक अफ गरेर चलायो भने पावर धेरै खर्च हुन्न कि, नत्र त सक अन गऱ्यो भने त सब पावर सकमा जान्छ। अनि त्यहाँपछि आधा यति बाटो आयो भने पनि तिमीहरू फ्या हुन्छ। अनि त्यो भएर अघि पनि मैले भने नि त त्यही भएर म चाहिँ नि एबी इन्टरनेसनल हस्पिटलको पछाडि आइसकेँ। अब यहाँबाट घर चाहिँ नि धेरै टाढा छैन, धेरै भयो 1.5 किलोमिटर होला। अब हल्को बाटोतिर गएर भेट्न यहाँ ग्रुपमा चाहिँ नि मेसेज गरेको केटाहरूलाई, ग्रुपमा नि सबजनालाई सिङ्गल के सेपरेटली मेसेज गरेको। उता साथीको घर चाहिँ नि केही नभएर कोही पनि अनलाइन नरहेछ अहिलेसम्म चाहिँ। अहिले घर हेरौँ अब को अनलाइन मेसेज गर्छ। आज चाहिँ नि कलेज होइन, आज चाहिँ नि हामी सबजना हामीलाई छुट्टी दिएको क्या हाम्रो क्लासको भएर हो। तर आज चाहिँ नि हामी सबजना क्लासकोहरू मिलेर चाहिँ नि उस साथीको घर जाँदैछौँ। हेम्जा हो क्या माथि मिलन चोकबाट ठ्याक्कै त्यो तल झर्ने बाटोमा अरे हाइवेको भित्रपट्टि पर्दो रहेछ। साथीको घर जान्छ माझ, के हो कुरा यसो बुझ्नु पऱ्यो। हिजो त हामी त होइन सबजनाकै उहाँ परेको थियो कि रियल हो कि फेक हो भनेर कि प्र्याङ्क गर्छ नि त। अनि मलाई त ठ्याक्कै कलेज जाने बेला ठ्याक्कै बाहिर बसेर अनलाइन बसेको थिएँ। साथीले जाने साथी हाम्रो क्लासको एउटाले त गरेछ भनेर भने होइन, अन्त र कसले भनेर भनेको। अनि अनुप त्यस्तै थियो क्या नाम होइन, अहिले नाम नभनौँ।
अनि त्यहाँपछि हो र होइन होला भनेर भन्यो नि हो कि साथी यहाँ ग्रुपमा कुरा भयो भनेर भन्यो अनि साथसाथै फेसबुक लगआउट थियो मेरो फेसबुक लगइन गरेको त पुरा ग्रुपमा त सरहरू सबले हुन्छ नि रेस्ट इन पिस यस्तै यस्तै भनेर आएर रहेछ अन्त चाहिँ हामी आज कलेज जानलाई निक्लिसकेको थियो कि कलेज अनि हिन्दी कलेज गएँ अनि सरहरू नै सिआर म चाहिँ कलेजको क्लास क्याप्टेन हो क्या अन्त चाहिँ के हो यो कुरा रियल हो भनेर भन्नुभयो अनि सर आई डोन्ट नो भनेर भन्यो अन्त चाहिँ अरू केटाहरूले नि हो सर यो रियल हो भनेर भन्यो अनि उसको ऊ ढलेको हुन्छ नि उनीहरूले के भन्छ त्यसलाई त्यहाँ उस भयो अन्त पछि त्यसलाई निकालेर तर भुइँमा सुताएको थियो भिडियो देखाएको थियो कि केटाहरूले त्यो भिडियोहरू चाहिँ म हाल्न मिल्दैन अहिले पर्मिसन बिना विदाउट पर्मिसन आई डिडन्ट अपलोड द्याट टाइप अफ भिडियो होइन त्यो भिडियोहरू म अपलोड गर्दिनँ पर्मिसन नलिकन अनि त्यहाँपछि रियल रहेछ गर अनि त्यहाँपछि क्लास टिचरले प्रिन्सिपल सरहरूलाई इन्फर्म दिनुभयो अनि त्यहाँपछि ओके भनेर कन्फर्म भयो अनि त्यहाँपछि हो रहेछ अनि हिजो हामीले हिजो भेट्न जाने भनेर चाँडो छुट्टीमा आएको हस्पिटलमा पोस्टमार्टमको लागि लगेर साथीलाई त्यही भएर अहिले जाँदैछन् अहिले को आउँछ त्यहीँ गएर भेट्ने होइन म भिडियो चाहिँ बनाउन यही हो लास्ट भिडियो यही हो अब घरतिर गएर भेट्न पर्छ म चाहिँ घर आइपुगेँ अब त्यही भएर अहिलेसम्म तिमीहरूले सबजनाले लाइक सेयर एन्ड सब्सक्राइब पनि गरेको छौ भन्दै यो भिडियोलाई पनि सक्दो लाइक सेयर अनि कमेन्ट पनि गर्नुपर्छ है गर दाइको अब 1K पुग्न लाग्यो 1K पुगेपछि 1K त होइन म 3Kमा चाहिँ नि मेरो सब्सक्राइबरलाई सहलाई चाहिँ नि म डायमन्ड गिभ अवे गर्छु त्यो भएर यस्तोमा गएको थिएँ त्यो भएर बाई बाई थ्याङ्क्स